सर्वप्रथम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। देशमा दशकौंदेखि राजनीति, सत्तामा उक्लने भर्याङ र स्रोत साधनको दुरुपयोग गर्ने अस्त्र बनेर एकै ढर्राले चल्दै आएको यथार्थ हामी सबैलाई ज्ञात छ। जनताको नाममा सत्तामा पुगेकाहरूले पालै पालो देशको ढुकुटीमा हात हाल्ने र आलोचकहरूको आवाज दबाउने परिपाटी बसालिसकेका छन्। नातावाद, कृपावाद र भ्रष्टाचार जस्ता प्रवृत्तिहरू पार्टीभित्र संस्थागत भइसके भन्दा अतिशयोक्ति हुन्न, जुन हाम्रो राजनीतिक संस्कृतिको एक दुःखद पक्ष बनिसकेको छ। आजको पुस्ता यस्तो अवस्थासँग असाध्यै निराश छ। उनीहरू परिवर्तन चाहन्छन्, पारदर्शिता चाहन्छन्, जवाफदेहिता चाहन्छन् र सहभागिताको आधारमा राजनीति अगाडि बढोस् भन्ने आशा राख्छन्। यो परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ शक्तिहरू उदाएकोमा दुई मत छैन, जसलाई पुरानै शैलीमा फसाउने वा विफल बनाउने प्रयासहरू पनि भइरहेका छन्। सार्वजनिक सेवा, आर्थिक स्रोतको पारदर्शिता र जवाफदेही शासन प्रणाली नै लोकतान्त्रिक व्यवस्थाको आत्मा हुन् भन्दा फरक पर्दैन। दलहरूका आर्थिक स्रोत र कार्यशैली र जिम्मेवारी जनता सामु पारदर्शी हुनै पर्छ। राजनीतिमा इमानदारी, नेतृत्वमा नैतिकता र व्यवस्थापनमा पारदर्शिता कायम गर्न सकिएन भने परिणाम उस्तै हुने कुरामा कुनै पनि दुई मत छैन। यो कुरा निश्चित छ। हामीले राजनीतिक दलको आर्थिक स्रोत अर्थात् पार्टी फाइनान्सिङलाई पारदर्शी बनाएनौँ भने जतिसुकै नयाँ दल बनाए पनि, जतिसुकै उन्नत विधि नीति विचार भनेर कुरा चुटे पनि सारमा केही पनि अन्तर आउँदैन। संघीय लोकतान्त्रिक गणतन्त्रको यो अभ्यासलाई सफल बनाउने जिम्मा हामी सबैको हो। दलमा सदस्यदेखि साधारण नागरिकसम्म सबैले यो भूमिका निर्वाह गर्नुपर्छ। त्यसैले हामी सबै जहाँ छौँ त्यहीँबाट सुधारको थालनी गर्नुपर्छ भन्ने आग्रह गर्छु। नयाँ सोच, नयाँ ऊर्जा र जनताको हितमा प्रतिबद्ध भावनाका साथ अघि बढिरहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सबै नेता, सदस्य र समर्थकहरूलाई शुभकामना। महेश्वर घिमिरे, संस्थापक केन्द्रीय सदस्य।